कुल का गुर कुला मस्ता है कुला सिद्ध है कुल का रखल है करे हैं दार्जिलिङ लेख्ने भन यहाँ कुला मस्तलाई कुला सिद्धलाई यहाँ कुला घरालाई दुध त्यही लेख्ने बोकाको अब बोका त कुनातिर तिमी चप्पल भाले तक त्यही माथि माथि लेख्ने हो त्यही पूजा सुरु भयो अनि यहाँ सिकल बाबुहरूले सबैले सिक्नुपर्छ अब बुढा हाम्रो पुजारी जेठाबा माथि अब यस्तो गरे थिए भनेर बोल्नु पर्यो भाइ टाढा भए पनि भाइहरू जम्मा भएर गर्ने भाइ समान अलि साह्रो भन्न क्या सिक्ने अनि मनमा भन्छ बोकालाई हो क्या साह्रो भन्ने अहिले यहाँ चराउन त सिस्ता सिस्ता भन्ने नि हुन्छ नि हो त्यही त के भनेको सुन्यौ कुलाका गुरु कुला मस्ता कुलाका गुरु कुला सिद्ध कुलाका गर्ने रक्षण यता भाले भयो उता कुनाको त्यो बोका भाले खाने यता भाले खाने बोका खाने यता दुध धार मात्रै खाने अझ यी दुईटाले त हामीले पकाएको खेर पनि नखाने घिउ र दुध चामल मलेर 9 बेत बनाएर खुवाउने 9 बेत भन्नु 9 थरीको हो के रे 5 थरी मान्छेको भन्ने यो पनि भन्न सिकल भनेपछि अङ्कललाई हो क्या सिकाउनु पर्ने काम छ बाजे हो के रे त्यसले सिकिन गराउनु पर्ने कि पुजारी त भरमा खाँदै नखाने रौसी छोड्ने गराउने नजिकै नि सजिलो अहिले त फेरि पुजारीले रौसी झ्याप्पै नखाने पहिला गयो तपाईँ भन्दा कहिले रौसी खाएपछि चप्पल नलाएपछि हुन्छ अनि यो पकाउने कता हो त सल्लाह गर है त्यो अलिकति त्यही देउरिया कतिवटा आउँछ त्यहाँ पकाऊँ अनि बाँकी तल लैजाऊँ ल ए त्योमा पुलाउ बनाउन त्यहाँ थोरैले पकाए त भाँडा छ तल लगेर सजिलोमा गराउँछ होइन यहाँ थोरै यहाँ पर्छ यो दाइ ल प्रसाद पकाइहाल्नुहोस् त तपाईँले पकाइराख्नु भएको कति पकाउनु पर्छ र थोरै पकाऊ के प्रसादको लागि के प्रसाद त यहाँ होइन त्योभन्दा अझ अलिकति यहाँ पकाऊ अनि सबैको मिसाएर यतिकै भए हुन्छ त्यत्तिकै अनि प्रसाद खाने मान्छे पनि थुप्रै छन् के अरे त्योभन्दा अलि धेरै भनेपछि दुध पूजा चल्दैछ हेर्नु दुधहरू अनि त्यो खिर पकाएको हो कि र भात पकाएको तल पकाएको लोटो छेउ नजाए मैले चाहिँ मिलको अब नि आउने क्या एउटा निलाई एउटा दाना यहाँ घिउ आएर रहेछ त्यतै जम्मा गरौँ ओपन कपनी छ अङ्कल कपनी एक ताँबाको चुक्यो रे यहाँ मोहम्मद दिँदैछ छ घर भात ल्याएर आएर त कपनी भए अलि बेर थर्छ पात डढ्छ कपानी भाले यालम त डु गर्न पर्छ जानकर फर्क गरेर लिएर आउनु नि त जति वर्ष मान्छे कुदिन्छ हिँड्नै पर्छ शरीरको लागि नजिकको मान्छे हो कि यताउता गर्ने त झ्याप्रो घरमा चाहिएको सामान ल्याउने त्यही त नि नजिकमा भगवान्ले एउटा राम्रै छ होइन के यो ठाउँ ठाउँ नराम्रो भए त मान्छे बसन्न मिलेकै छ
कस्तो राम्रो थियो अङ्कल भन्छ राम्रै के गर्ने हो र अब खिर पकाउने अन्त के हाल्नु के हाल्नु सबैको चामल गरेर अनि त्यसमा खिर पकाउने के दुध हालेर अनि कति छ चराउने दुध त्यो त पेटको भए त्यो जतिको अट्सै गरिदिनु लोकल चामल त भोट्न पर्छ र हो कि धो न पर्दैन त्यतिकै आएर आइदिन्छ कि अहिले यो दुध त यहाँ छ नि होइन र थोरै 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 राख्नुपर्छ त्यही भरि पाक्ने एउटा भाँडामा यति यहाँ चराउने दुध देम चराउने दुध त्यो भाँडोमा त्यहाँ के अरे यो दुधको यहीँ पकाएर सबैले के अरे प्रसाद पुग्नु गरायो भयो अनि होइन र तल अरूले बनाउँदा नि एउटा बटाउनु पर्छ नि त घिउ होइन नि, यहाँ बटाउनु पर्छ नि सबै त्यहाँ जलाउनु कि रे त्यहाँ भित्र जलाउनु पर्दैन बाहिर बाहिर अन्दैन राखिदियो अब के त्यसलाई कोही नभएर ल त्यति बेला फर्केरीको भाडा सेले लदिन्छ यस्तो त होइन त्यो चाहिँ अब सेलले लाग्यो दाइ यो छोडा घर गएर फेरि यहाँ राखौँ जलाउनु के अरे उकै सिल्लीले हाँस्दैन सिल्ली नभए त उदाहरण अङ्कल छैन रेडी सिडी 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 होइन आइसकेको छ चलु अङ्कल आफै सिडी हालेर त्यो है मगर हुन्छ भित्र बाल्ने बाहिर नै राखिदिन्छ हुन्छ र अब राख्नु बाहिर जान्छ बाहिर हुन्छ गएकै हुन्न उयो हो यतातिर राखिदिनु उयो त यता बाहिर गाडी नै हुन्छ कि अङ्कलले सठिक हो बपन ल्याउन गएको मान्छेले ढ्याउन गएको यहाँ थाना हजुर तल स्कुलमा नि गरिया छ होला क्या बोकाला नि ए दाइ तल पो स्कुलमा नि आयो काका नि ए यता जानु त दाइ आउनुभयो यहाँ भोक लागिसक्यो यहाँ अब बाहुनले त म मेरो लागि यहाँ बनाउँदैछु के रे अब तिनवटा भयो एउटाले एउटा के रातो ध्वजा अझ एउटा चाहियो तिनवटा भयो ल ये दादा भगवान के नाम में चढ़ाई गई देते का था यो गाडी लिएको होला कि
पुजारीलाई 10 रुपियाँ चढाएको छन् के देखाउन त होइन पैसा नभएकोले देखाउनु चढाउनु लोहेका नोट नि छन् अझ 1000 का हाल्ने भए अझ कसै बन्दी को जेठ्या उहाँ तल आहान तल त आहान माथि आएर त तिम्रो घर खानलाई त्यत्रो होइन के मुठाइ त फाल्दैन के हो जाउरा टोपी फाल्दै बनायो पुजारी के हो यो त बाहुन मान्छेले मलाई खानको लागि पो यो कहाँ पुजारी त भित्र हो नि भोक लाग्यो जाऊ घर अब घर जाऊ